हेलो गाइज, वेलकम टु माई न्यू ब्लग है। आज चाहिँ खास गरी मैले पुरा अब सम्पूर्णले गुड मर्निङ होइन, बाजे खोलामा चाहिँ सम्पूर्ण स्वागत छ है। आज चाहिँ हामी खास एउटा त्यो पार्कमा चाहिँ घुम्ने पार्कमा चाहिँ आएका छौँ। यहाँ भएका सम्पूर्ण प्रकारका पशुहरू पाइने रहेछ होइन, पशुपन्छीहरू होइन। त्यो पशुपन्छीहरू चाहिँ तपाईँहरूमा देखाउने कोसिस गर्छु होइन। हेर्नु होला, रमाइलो लिनु होला होइन। चाहन्छु केही समयमा तपाईँहरूमा चाहिँ हामी घुम्छौँ। घुमेपछि यसको मुख गर्छ कहिले म भन्नु यहाँ चाहिँ बाँडर छ है, हेर्नु सक्नुहुन्छ गाइजहरू। बाँडर होइन, बाँडर छ होइन। यहाँनिर चाहिँ भाले मयूर भन्छ होइन। मयूर चाहिँ यहाँ चाहिँ भाले मयूर छ होइन। तपाईँहरू चाहिँ हेर्न चाहनुहुन्छ, माथि चाहिँ हेर्नुहोस् गाइजहरू, माथि मयूर छ होइन। मयूर, भाले मयूर छ होइन, हेर्न सक्नुहुन्छ तपाईँ होइन। यो चाहिँ एउटा स्कुन के भन्छ होइन। यो कालो बाँदर, यो गुना बाँदर भन्छ, के बाँदर भन्छ यसको नाम पनि हेर्न सक्नुहुन्छ। चितुवा रहेको छ होइन, चितुवा रहेछ यहाँ चाहिँ। अनि तपाईँहरू हेर्न सक्नुहुन्छ, राम्रोसँग चाहिँ देखिन सकेको छैन, तर त्यही पनि अलिअलि चाहिँ देखाइदिन्छु म। अलिक भएन क्या, अलि यताउति आउनुपर्ने क्या नि। यस एकदम रमाइलो टाइपको चाहिँ जनावरहरू पाइन्छ होइन। यसलाई विभिन्न किसिमका थरीका जनावरहरू चाहिँ रहेछन् होइन। यहाँनिर चाहिँ यो गिद्ध पनि रहेछ बताउनु। यहाँनिर चाहिँ गिद्ध रहेको छ होइन। गिद्ध चाहिँ भालेर पट्टि हुनुपर्छ, पक्कै भए पनि यो भालेर पट्टि हुनुपर्छ। यो गिद्ध चाहिँ गिद्ध होइन के हो ए चिलो गिद्ध चिल रहेको चाहिँ होइन। यस्तो राम्रो परिवार चाहिँ सेतो परिवार रहेछ होइन गाइजहरू। सेतो परिवार रहेछ, सेतो परिवार रहेछ। भाले मयूर के मयूर देख्नु। यहाँनिर चाहिँ मयूर रहेको छ होइन गाइजहरू। यहाँनिर माथिनिर चाहिँ यो ठुलो मयूर, यो पोठी मयूर होइन। तलनिर चाहिँ भाले मयूर छ यतातिर। जस्ट गाइस, ठाउँ चाहिँ एकदम रमाइलो होइन, रोमान्टिक होइन। घुम्ने खालको चाहिँ राम्रो तरिकाले घुम्ने खालको रहेछ होइन। हाम्रा कलेजका आदरणीय दिदीहरू चाहिँ हिँडिराख्नु भएको छ, घुमिराख्नु भएको छ। यो चाहिँ भइसकेको छ गाइजहरू होइन। तपाईँहरू के कस्तो लाग्छ होइन, लाइक कमेन्ट सेयर होइन। सकेसम्म चाहिँ सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। तपाईँहरूको लागि यहाँ बाजे भ्लग चाहिँ अब जतिसुकै पनि रेडी नै छ होइन। जहिलेसुकै रेडी नै हुन्छ। यहाँ चाहिँ हाम्रो सरहरू चाहिँ अब ट्याक्कै राख्नुभएको छ है। यो चाहिँ हाम्रो यो चाहिँ विनाशकारी बाँदर, विनाशकारी मकै खाने, त्यसपछि घरमा गएर चाहिँ चोरेर दौड्ने है। फटा बाँदर, यो रातो बाँदर है। एकदम राम्रो चिज हुन्छ यो कछुवा। टटल है, कछुवा हेर है, देख्यौ नि विभिन्न खालको प्रजातिका कुराहरू रहेछन् यहाँनिर। एकदम राम्रो छ है। हेर त क्वेसन त्यहाँ कछुवा है। यो चाहिँ घडियाल, यो चाहिँ राख्ने निकुञ्जमा पनि छ। यो चाहिँ हाम्रो घडियाल, गोही होइन, क्रोकोडाइल होइन। क्रोकोडाइलको एउटा चाहिँ प्रजाति हो। यसको चाहिँ यो मुख चाहिँ लामो। कसरी ढुङ्गा लानु के भन्नु बनाएको होइन यो, म बनाएँ होला। जिउँदै हो त्यो। यसलाई घडियाल भन्छ है। यो दुर्लभ एउटा चाहिँ संरक्षण प्राणी हो। ढुङ्गाले हान्ने, खोज्ने तथा कुनै पनि आघात पुग्ने खालको अमानवीय काम नगरौँ भने जीवित छ। जीवित यो घडियाल यो एउटा दुर्लभ प्राणी हो नेपाल। क्रोकोडाइल यो चाहिँ हाम्रो धरारा, मिनी धरारा नेपालको मिनी धरारा। यो चाहिँ धरहरा गाइजहरू होइन। 2072 सालको भूकम्पले काठमाडौँमा भड्कायो होइन। यहाँनिर चाहिँ अवस्थित फेरि स्थिर भएर रहेछ होइन। यहाँनिर चाहिँ फेरि स्थापना भएको रहेछ यसको चाहिँ। तपाईँ हेर्न सक्नुहुन्छ गाइजहरू। यहाँ चाहिँ हाम्रो सर ट्याक्कै गाइड गरेर हिँडिराख्नु भएको छ होइन। माथि जाउँ त माथि।
केटा हेलो गर न एकचोटी हेलो 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 म ट्याक्कै बनाइछु भिडियो यो हाम्रो आईटी को है 5th सेम 6th सेम र 4th सेम यहाँ चाहिँ हाम्रो सर इन्स्ट्रक्टर आईटी को हाम्रो सर इन्स्ट्रक्टर आईटी को What is IT ko san man ra paisan. वाउ आकर्षक फोटो हान्नुलाई त अहिले ल अब यहाँ चाहिँ अझै पनि केही पर्सलहरू चाहिँ अब बन्दै रहेछ होइन तपाईँहरू चाहिँ हेर्न सक्नुहुन्छ यहाँनिर यस्तो यस्तो फ्लाइङ कार बन्ने भोलितिर होस् बन्ने छ नि त तर जाउँ जाउँ यसो भिजिट गरौँ हेरौँ ल खेल्यो एक घन्टा सो एभ्रिवान एकदम रमाइलो होइन रोमान्टिक ठाउँ रहेछ यहाँ चाहिँ यो हेटौडामा चाहिँ एकदम मिठो घुम्ने खालको चाहिँ अब राम्रो रहेछ होइन खास गरी नाइटमा पनि एकदम मिठो हुन्थ्यो होला सायद मलाई जहाँसम्म लाग्छ ठिक छ अझै केही क्षेत्रहरू एरियाहरू बन्दैछ राम्रो राम्रो एरियाहरू बन्दैछ होइन सो ठिकै छ राम्रै छ सो गाइस तपाईँहरूमा चाहिँ मैले प्रस्तुत गरिरहेको छु होइन हेटौडाको पार्कमा चाहिँ तपाईँहरू हेर्न सक्नुहुन्छ होइन बुल राइड विभिन्न किसिमका चाहिँ अब यहाँ चाहिँ यस्तो खालका जम्पिङ हल्का चाहिँ गेमहरू रहेछ होइन गेमहरू खेल्नको लागि चाहिँ अब हल्का टिकट चाहिँ काट्नु पर्ने रहेछ ठिकै छ एकदम रमाइलो भइरहेको छ होइन के गर्नु ठिकै छ राम्रै छ यतातिर चाहिँ यस्तो खालको रहेछ होइन नेपालको नक्सा
यो हुन चाहिँ के सक्छ के यस्तो चाहिँ अब केही पनि थाहा छैन अब यो चाहिँ अब के हो गाइजहरू है यहाँ चाहिँ यस्तो रहेछ सो गाइज तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ चाहिँ यस्तो रहेछ होइन यसको नाम चाहिँ मलाई पनि थाहा भएन शहीद स्मृति स्तम्भ भन्ने चाहिँ रहेछ यसको होइन यो चाहिँ जरायो है गाइजहरू जरायो तपाईँहरू हेर्न सक्नुहुन्छ जरायो छ होइन 4-5 जति छ एउटा चाहिँ ऊ त्यसलाई यहाँनिर छ होइन अर्को यतानिर छ यहाँनिर चाहिँ 2वटा जरायो छ होइन हेर्न सक्नुहुन्छ हेलो गाइज यो चाहिँ इटहरी है इटहरी होइन चाहिँ आज इटहरी आइपुगेका छौँ सो आज चाहिँ अब केही समयपछि धरानतिर हिँड्दैछौँ होइन सम्पूर्णलाई सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु म लाइक कमेन्ट सेयर होइन सब्सक्राइब सबैले गरिदिनु होला भन्न चाहन्छु म त्यही नै छ मेरो धन्यवाद सम्पूर्णलाई